सेप्टेम्बर 8 अर्थात् भाद्र 23 गते नेपालको इतिहासमै सबैभन्दा ठुलो जनप्रदर्शन हुँदैछ। यो जनप्रदर्शन किन हुँदैछ भन्नुहुन्छ भन्दा भ्रष्टाचार विरुद्धको यो ठुलो अभियान हो, जसले नेताहरूले भ्रष्टाचारको कारणले गर्दा देशको विकासमा एकदमै ठुला बाधा भएको र देशमा भएको अर्थतन्त्रलाई ठुलो रूपमा भ्रष्ट गरेर भ्रष्टाचार गरेर कुनै पनि विकास निकासका कार्यहरू नभएको र आफ्ना नेताका छोराछोरीहरूलाई विलासितीको जीवन दिएको भन्ने यो सबै आम 13 करोड नेपाली जनताहरूले यो उठाएको एउटा जनविरोध हो। यो जनविरोधको प्रतिनिधित्व अर्थात् नेतृत्व कुनै पनि पार्टी सङ्घ संस्था र अभियन्ताहरूले गरेका छैनन्। तपाईँ हामीहरू नै यो अभियानमा संलग्न भएर तपाईँ हामीले नै जिम्मेवार भएर यो आन्दोलनलाई सभ्य भव्य र सफल रूपमा सम्पन्न गर्नुपर्ने छ। यी भ्रष्टाचारी नेताहरूलाई जसरी हुन्छ देशबाट लखेडेर देशको विकासलाई अगाडि लिनको लागि यो अभियानको मुख्य उद्देश्य रहेको छ। तपाईँ हामीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जसरी हुन्छ संलग्नता देखाउनुपर्छ, सोसल मिडिया साइटबाट होस् अथवा प्रत्यक्ष फिजिकल्ली रूपमा गएर शान्तिपूर्ण ढङ्गले यो आन्दोलनमा जाँदाखेरि मुख्य ध्यान दिनुपर्ने भनेको यो कुनै पनि पार्टी अथवा सङ्घ संस्था व्यक्तिले नेतृत्व नगरेको हुनाले स्वयं आफ्नो सुरक्षा र आफ्नो व्यवस्था आफै गर्नुपर्ने हुन्छ। यो प्रदर्शन नेपालमा रहेको संसद भवन बानेश्वरमा रहेको संसद भवनको अगाडि र विशेष गरेर देशका सरकारी कार्यालय र विभिन्न देशका विभिन्न ठुला सहरहरूमा प्रदर्शन हुँदैछ। यो फेसबुकमा, इन्स्टाग्राममा, सोसल साइटहरूमा तपाईँहरूले जताततै देख्नुभएको छ। तपाईँहरूले पनि यस्ता भिडियोहरू देख्नुभयो भने सरकार विरुद्ध अथवा भ्रष्टाचार विरुद्ध सेयर कमेन्ट गरेर तपाईँहरूले पनि आफ्नो एउटा असल नागरिक भएको नाताले समर्थन जनाइदिनु हुन म अनुरोध गर्दछु।